हेलो गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। म चाहिँ उठिसकेको छु। अहिले ठ्याक्कै 7:15 भएको छ। हिजो मेरो बुवालाई अब हस्पिटल लानु क्यान्सल भएको थियो। अब आज चाहिँ हामी जान्छौँ हस्पिटल, जान्छौँ बुझ्छौँ के हुन्छ भनेर। अब म सुरुमा फ्रेस हुन्छु, भर्खर उठेको हो, मुख सुख धुन्छु, ब्रस गर्छु, खाजा खान्छु, अनि त्यसपछि हामी लाग्छौँ। ड्याडी त रेडी भइसक्नु भएको छ, म मात्र रेडी हुन लागि हो। ल है, अब म खाजा खाएँ, फ्रेस भएँ, त्यसपछि अब हस्पिटलको लागि निक्लिसकेको। ड्याडी आउँदै हुनुहुन्छ पछाडि, अनि हाम्रो टेम्पो चाहिँ उहाँ अगाडि छ। टेम्पो चाहिँ यहाँ छ, ड्याडी आउँदै हुनुहुन्छ। अब हामी जान्छौँ है गाइजहरू। हामीले फाइनली अब हस्पिटल आइपुगेका छौँ। यहाँ हस्पिटलबाट अब रिफर कार्डहरू लिन्छौँ, रिफर कार्ड लिएर अनि त्यसपछि जान्छौँ। यहाँको दाइ नास्ता खान जानुभएको छ, नास्ता खाएर आएर काम सकेर हामी निक्लिन्छौँ है। फाइनली गाइज होइन, म चाहिँ गोदावरी हस्पिटल आइसकेको छु ड्याडीलाई लिएर। अघि त यहाँ केराबारीदेखि आएको चाहिँ भ्लग बनाउनु पाइनँ होइन, टेम्पोमा थिएँ, गीत पनि बजिरहेको थियो, अनि त्यो भएर डिस्टर्ब हुन्छ भनेर यहाँसम्म आएको भिडियो बनाइनँ। गोदावरी हस्पिटल हामी आइसकेको छौँ। अब म त्यहाँ चेक गराइसकेँ, चेक गराएर यहाँ पेपर दिएको छ, पेपर देखेर नगद काउन्टरमा उयो गर्नु भनेको छ। नगद काउन्टर नगरेर यो बिल पे गरेर भिडियो एक्सरे गर्नुहरू, ब्लड चेक गर्नुहरू पर्ने छ। म आइसकेको छु। त्यसपछि के हुन्छ, अपरेसन गर्नुलाई के गर्नुपर्ने हो त्यो बुझेर, अपरेसन गर्नुलाई बस्नुपर्ने के गर्नुपर्ने त्यो बुझ्ने हो, त्यसपछि उयो गर्ने है त। फाइनली गाइज होइन, अब हामीले त्यो सब एक्सरे गरिसकेको छ। अब इसिजी गर्न बाँकी छ। अब हामीले खाना आइरहेको हो। खाना खाने, खाना खाएर फेरि त्यहाँनिर ब्लड चेक गराउनु छ। ब्लड चेक गराएर त्यसपछि अनि खाना खाएको 2 घन्टामा उयो गर्नुपर्ने छ। त्यसपछि हामी ब्लड चेक गराउँछौँ। खाना खानु त्यसपछि है, खाना खाने हो। खाना अर्डर गरेर छ, अलिकति टाइम लाग्छ अरे। खाना खाने वेट गरेर बाबाले चाहिँ खाँदै हुनुहुन्छ। अब हामी 3जना चाहिँ अब एकछिनमा खाने हो। फाइनली गाइज हामीले अब बुवाको खाना खाएपछि ब्लड दिनुपर्छ भनिरहेको थियो। बुवाको अब खाना खाएर ब्लड नै दिइसक्यो। सुरुमा खाली पेटको पनि दिएको थियो। त्यसपछि अब खाना खाएको 2 घन्टापछि भनेको थियो। खाना खाएको 2 घन्टापछि अब हामीले यहाँ आएर ब्लड दिइसकेको छ। 2:30 बजे ब्लड दियो। रिपोर्ट आउनु चाहिँ अब टाइम लाग्छ अरे, अब 4 बज्छ भन्दै थियो। अब रिपोर्ट 4 बजे आउँछ, 1.5 घन्टा 1 घन्टा 20 मिनट कुर्नुपर्ने छ। त्यसपछि अनि अब भनेको अब 1 घन्टा 20 मिनट कुरेर डक्टरलाई रिपोर्ट देखाएर लगभग घर पुग्दाखेरि अब साँझ नै हुन्छ होला होइन, त्यो होइन। अब त्यो उयो गर्ने हो, त्यसपछि अब हस्पिटल उयो गरेर उयो गर्ने हो है त। गाइज गोदावरी हस्पिटल है, यो चाहिँ हामी आएको। अब फ्रन्ट क्यामेरा देखेको थिएन, अनि त्यही भएर अहिले यहाँ देखाइरहेको चाहिँ। ल गाइजहरू, अब हाम्रो चाहिँ यहाँनिर सब देखाइसकेको छौँ। रिपोर्ट आइसकेको छ। रिपोर्ट देखाएर डक्टरले के भनेको छ भने होइन, त्यो के पो दबाई लेखिदिएको छ। दबाई लेखिदिएपछि अब सुगर प्रेसर कन्ट्रोल भएपछि 1 हप्तापछि आउनु। त्यसपछि सुगर प्रेसर चेक गर्नुपर्छ। अनि त्यसपछि भने अपरेसन गर्नुपर्छ, बेड भर्ना गरेर अपरेसन गर्नुपर्छ भन्नुभएको छ। ल अनि हामीले यहाँ दबाई सब लिइसक्यो, दबाईहरू सब लिइसकेको छ। त्यसपछि अब हामी अब फर्किनु लागेको। अब फर्किँदै त्यहाँ टेम्पोमा भ्लग बनाउँदिनँ होइन। अब गीत बजेर हुन्छ, त्यो मजाले नसुनिनु पनि सक्छ होइन। बिस्तारै अब मोबाइलबाट बनाइरहेको हो, त्यही भएर अब हामी निस्केको गाइज है। गाइजहरू हामी चाहिँ अब ओद्लाबारीबाट ठ्याक्क खोर्सानी चोक आइपुगिसकेका छौँ। खोर्सानीमा आइपुगेर अब हामी चाहिँ खाना लागेको। अब खाजा खान्छौँ, त्यसपछि अनि हामी यहाँबाट निक्लिन्छौँ। यहाँ हाम्रो ड्राइभर छ आनन्द, हाम्रो टेम्पो ड्राइभर हो है। ल गाइजहरू, अब हामी चाहिँ फाइनल्ली टेम्पोमा चढ्न लागेको। अब लाग्न आँटेको हामी खोर्सानीबाट है। अब हामी यहाँ खोर्सानीबाट डाइरेक्ट अब घर गएर भिडियो अन्त्य चाहिँ म घरमा गएर गर्छु। गाइजहरू म चाहिँ घर आइपुगिसकेको छु। अब म घर आएर चाहिँ अब नुहाइ गर्छु। अब आजको मेरो ब्लग यहीँ सक्यो। अब म फ्रेस हुन्छु, त्यसपछि भिडियो एडिट गर्छु, अनि त्यसपछि भिडियो अब अपलोड गर्छु। यो सेकेन्ड ब्लग हो है।